चाहिँ गाडीहरू चाहिँ छिरिसकेको छैन होला, केही प्राविधिक कामहरू बाँकी होला होइन। अनि यहाँ चाहिँ नि फोटो खिच्ने टिकटक बनाउनेहरू यति रमाइलो छ है। अब दाइ यहाँ जिस्काउँदै पनि हुनुहुन्छ, लासो भन्दै हुनुहुन्छ है। दाइ साह्रै रमाइलो हुनुहुन्छ हाम्रो सन्तोष श्रेष्ठ दाइ। यति मजाले सनन्न गाडीहरू गइरहेछ है, स्पिडमा गइरहेछ। 100 स्पिडमा कुदेछ हेर्नु त्यहाँ, 90 स्पिडमा। बाटो एकदम राम्रो छ अनि थाहा हुँदैन है। हामी देख्न सक्छौँ, दृश्यमा देखिरहेको छौँ यो सडक मार्ग। रमणीय दृश्यहरू हामी यहाँ पनि देख्न सक्छौँ। यो चाहिँ चन्द्रगिरी नगरपालिका 1 है। यो चाहिँ इन्द्रदह परिसरको हाम्रो चाहिँ यति रमाइलो ठाउँ छ। टिकटक बनाउनेहरू यत्तिकै हिँडिरहेको हुन्छ नि यहाँ है, देख्न सकिन्छ। पुरै चाहिँ भिडियो बनाउने जुनखेरि यहाँ रमाइलो छ, एकदम रमाइलो छ। हामी यहाँ सुरुङ मार्गमा सीमित गतिमा चाहिँ हामी कुदिरहेको छौँ, धेरै स्पिडमा छैनौँ हामी। अनि यहाँ हामी पछाडि चाहिँ धेरैजना छौँ है। एकचोटि आयो भनिदिउँ सबैजनाले धेरैजना छौँ हामी पनि। हामी मजाले गइरहेछौँ है। उहाँ चाहिँ हाम्रो सन्तोष भाइ, हाम्रो कर्मचारी है, एकदम हाम्रो मिलनसार दाजु हुनुहुन्छ। दाजु हामीलाई लैजान पाउँदा खुसी हुनुभएको छ, खुसी होइन दाइ? एकदम खुसी हुनुभएको छ है। हामीभन्दा अगाडि चाहिँ कार गइरहेको देख्न सकिन्छ, सनननननन गइरहेछ है। अझ यहाँबाट सिसाबाट देख्यो। स्पिड छ है गाडी, 70 स्पिड छ नि। 70 स्पिड छ नि, 70 80 70 देखाइरहेछ। त्यो 70 चाहिँ छैन, 70 चाहिँ छैन सन्तोष दाइ, त्यसको स्पिड मिटर बिग्रेछ। ल अब हामी सुरुङ मार्ग प्रवेश गर्न अब है त। यो सुरुङ मार्गको जुन बाहिरको रोड हो, यति समय लाग्छ गुजधाराबाट यहाँ आउँदा। हामी लगभग 60-70 स्पिडमा छौँ। है यसरी पक्का आएको छौँ हामी। आइरहेको छौँ। यहाँ कर्मचारीहरू पनि देख्न सकिन्छ। यो त निक्लिने ठाउँ हो कि के हो? यहीँबाट जान पाइने हो। ल हामी ठ्याक्क सुरुङ मार्ग आएको छौँ। देख्न सक्छौँ कति राम्रो छ है। भिडियो खिच्नलाई त मनाइ थियो भन्दैन नि। 3 मिनट 26 सेकेन्ड गइसकेको छ है। अब हामी यहाँबाट लगभग सुरुङको मुखमा आइपुगेका छौँ। सुरुङको भटक्क गर्दा चाहिँ यहाँ चाहिँ के राखेको हो है। ल हामी सुरुङमा ठ्याक्क प्रवेश गऱ्यौँ है। आहा ल सनननननन गएको छ। यो हावा पास हुनको लागि राखेको होला, फाइनहरू होला नि। यस्तो फाइनहरू पनि राखेको छ होइन। हल्लियो उताबाट चाहिँ गाडी पनि आएको देखिन्छ। यति मात्रै कहाँ निस्किन्छ। चिसो छ नि, पानी परेर चाहिँ क्या सुरुङ मार्ग। आपतकालीन ढोकाहरू देख्न सकिन्छ। 6 नम्बर ढोका रहेछ है। यहाँ आपतकालीन, यहाँबाट अर्को बाटो आपतकालीनमा जोडिएको छ। चिसो रहेछ है। चिसो छ है। भित्रको मौसम, हामी बाहिर गर्मीबाट आएको, यहाँ भित्र चाहिँ एकदम चिसो छ। अर्को बाटोसँग जोडिएको चाहिँ यहाँ पनि देखाउनु मिलेर चाहिँ ढोका खुलै रहेछ है। तर गइहाल्यो 5 नम्बर ढोका।
एकदम निस्क्यो आइरहेको छौँ अब त उज्यालो देखिसक्यो उज्यालो देख्यो भनेपछि निक्ल्यो है नि त ल कति डाँडा घुमेर तल झर्नुपर्ने टर्निङ घुमेर झर्नुपर्ने बाटो सिधै होइन निस्किएको छ एकदम राम्रो पछि यसलाई राम्रो रूपमा लिनुपर्छ नेपालको पहिलो सुरुङ मार्ग अनि यहाँ चाहिँ के रहेछ पुरै प्लिक प्लिक बत्ती बल्दो रहेछ नि इमर्जेन्सी लाइट चाहिँ होइन पुरा त्यो गाडी चाहिँ आइरहेको छ ल त्यहाँबाट त के सामान राखेको छ प्लिक प्लिक बत्ती बल्यो भनेको त्यो चाहिँ गाडी रहेछ क्या टाढो भएको भएर चाहिँ सानो देखिँदा चाहिँ होइन केही सामान राखेको जस्तो देखिँदो रहेछ तर होइन रहेछ है गाडी रहेछ लगभग अब हामी धादिङमा निक्लिसकेको छौँ एकदम बाहिरबाट हेर्दा सानो देखे पनि भित्र भव्य रहेछ है यहाँको ढुङ्गा कहाँ होला है यत्रो यहाँ यस्तो देख्न सकिन्छ अर्को एक्जाइट है उतापट्टि बाटो छ अर्को उतापट्टि चाहिँ अर्को बाटो पनि छ अनि यहाँको पानी कहाँ लगाउने सर एउटै भिजे छैन फेरि यहाँको पानी सबै डाउन गरेर तलै बगाएको छ नि दाइ होइन नभए त्यो माथि भिज्नु त पर्ने हो नि कहाँ त्यस्तो भिज्ने गरी बनाएको भिज्ने गरी बनाउँदैन नि मुल त मुलै फुट्या हुन्छ नि सब टाल्यो भने यो ल है आमा ल ट्याक हामी अब चाहिँ धादिङ निक्ल्यौँ ल है त धादिङ जिल्ला काठमाडौँबाट सरर ल हेर्नु देख्न सक्नुहुन्छ यति राम्रो सफा दृश्य छ होइन बाहिरको साह्रै राम्रो सफा दृश्य छ ल अब हामी यहाँ निक्लेको छौँ अब यहाँभन्दा उता जान हामी पाइ कि नपाइ पाइँदैन यहाँभन्दा उता गयो भने फेरि आउनु पाइँदैन होला होइन ल है त ल ठ्याक्क हामी निक्ल्यौँ पनि नागढुङ्गा सुरुङ मार्ग टनेल लेखाएर चाहिँ आयो अब यहाँ चाहिँ एकदम हेडलाइट बाल्नुहोस् भनेर छ हेडलाइट बाल्नुहोस् अरे ल है यति राम्रो छ यहाँ देख्न सक्नुहुन्छ माथिको दृश्यहरू ट्याक्क यहाँ देख्दा त सानो देखिन्छ हामी गाडीमा जाँदा आउँदा बाटो यत्रो मानि ट्रक छिर्छ र भनेर देखिन्छ तर भत्तै छ है कति मिनट ल अब हामी 8 मिनटमा ठ्याक्कै आइपुग्यौँ ल